मुसलधारे वर्षा र प्रेम दुवै स्मरणीय हुन्छ। वर्षाले शरीर भिजाउँछ अनि प्रेमले आँखा। एकचोटि यो दुःखलाई नष्ट गरिदेऊ न भगवान, अर्कोचोटि यो स्वार्थी दुनियाँमा जन्म लिने छैन। आज पनि पुरै दिन उदासीमै बित्यो, अझ रातको सजाय बाँकी नै छ। महोदय, दुखाए होला तिम्रो मन बेसरी, तर प्रेम पनि त तिमीलाई जति कसैलाई गरेको थिइनँ नि। कहिलेकाहीँ शब्दको भन्दा धेरै साथको जरुरत पर्छ, तर जब साथको जरुरत पर्छ तब कोही हुँदैन। समयले नै साथ दिँदैन भने हातमा लगाएको महँगो घडीको के अर्थ र? आफैसँग पनि लुकाउँछु म आफ्नै हालत। थाहा छ बताएँ भने रुने त म एक्लै हो भनेर। बुझ्नेले मौनता पनि बुझ्छ। दुःख सुनाइरहन अनि माया देखाइरहन जरुरी हुँदैन जनाब। जसले मलाई बुझ्न सकेन उसलाई हक छ मलाई गलत ठान्ने। जिद्दी गरेर पाउने भनेको माया होइन, खेलौना रहेछ, जसले खेलौना बनाएर खेलेर गइसक्यो। सिन्दुर बिहेको प्रमाण हुन सक्छ, तर प्रेमको प्रमाण होइन। महोदय, निन्द्रा लागे पो रात रात हुन्छ, छटपटी लाग्छ अनि रात घात बनिदिन्छ। तिमीलाई लाग्दो हो म तिमीलाई सम्झिन्न, तर नसम्झिन पनि त सम्झिन पर्छ नि, होइन र साहेब? ढुक्क भएर श्रद्धाञ्जली लेखे हुन्छ। अब मरिसक्यो त्यो मन, जुन मनले तिम्रो लागि मरि हत्या गर्थ्यो। माया, तमासा नबनाउन मेरो प्रेमको, अलिकति त इज्जत गर आफैले गरेका ती बाचा कसमहरूको। माया, एक दिन याद त पक्कै गर्नेछौ तिमीले मलाई, तर त्यो दिनसम्म यो दिलमा तिम्रो लागि माया रहेन भने माफ गरिदिनु सानो। तारिफ सुनेर मक्ख नपर्नु, त्यही मुखबाट कुनै दिन अपमानको शब्द सुन्दा छक्क पर्नेछौ जनाब। केही कुराहरू आफैमा सीमित राख्ने गर, यहाँ हर कोहीले तिम्रो भलो चिताएको हुँदैनन् जनाब। मनबाट तिमीलाई टाढा बनाउनु, अरे यो हक त मैले आफूले आफूलाई पनि दिएको छैन। महोदय, शिक्षा जहाँबाट लिँदा पनि हुन्छ, तर संस्कार र संस्कृति घरबाटै सिक्नुपर्छ, चाहे छोरा होस् या छोरी। खै अभागी भएर पनि होला, सायद सधैँ नसोचेको अनि नचाहेको मात्र हुन्छ जीवनमा। जवाफ फर्काउने हैसियत नहुन्जेल जसले जति भने पनि मौन बस्नु बाहेक अरू उपाय नहुने रहेछ। चाहेको हर चिज गुमाए, सायद गुमाउने डरले होला। अब त चाहना नै मरिसक्यो। जुन दिन मतलबी मान्छे आए त्यो दिनदेखि भरोसामा विश्वास हरायो। महोदय, बेवास्तामै बिलायो त्यो सम्बन्ध, नत्र बाचा त अर्को जन्मसम्मको थियो नि। माया, आफूलाई दुख छ भनेर बुझ्नेले अरूलाई नि कतै दुख्यो होला भनेर किन बुझ्दैनन्? एउटै मान्छेमा सकियो मेरो प्रेम, त्यही एउटा मान्छे मेरो संसार भइदियो। न पाउन सके न भुल्न नै सके। गल्ती आफ्नै गलत रोजाइको थियो, फोक्कट दोष भाग्यलाई दिइरहे। धेरै गाह्रो हुन्छ नि है सबै कुरा याद हुँदा हुँदै पनि सबै कुरा भुले जस्तै गरी चुपचाप बस्नलाई। जरुरी छैन हरेक गुनासोहरू शब्दमै व्यक्त गर्नुपर्छ, केही रिस र असन्तुष्टिहरू मौनतामै पनि पर्याप्त हुन्छ। जीवनको बाटो सकिए पनि म रोकिदिन, प्रत्येक कदममा तिमीलाई पर्खिरहनेछु प्यारो मान्छे। गल्ती धेरै गरियो, तर गलत नियत कहिल्यै थिएन। पीडाले लुकाइदियो हाँस्ने प्रतिभा, अब त आँसु पनि हल्ला नगरी खस्छन्। महोदय, तितो व्यवहारले गोली चलाएपछि तिम्रो मिठो बोलीको कुनै जरुरत छैन मलाई। धोकेबाज, फुलको थुङ्गा कसरी बम बन्यो अचम्म लाग्यो। भस्म भएको छ मुटु त्यसरी छातीमा पड्कियो। तिम्रो चिनोले छाती छेक्छ, तिम्रो यादले मुटु छेड्छ। हेर त बस खुट्टा काटिएको आदि अक्षरको फरकले हामीलाई आदि आदि बनाइदियो। माया, मेरो नजरबाट झरेकाहरू त अब मलाई आकाशको जुन बने पनि वास्ता लाग्दैन। महोदय, समयले शान्त बनायो, नभए गुनासो त हरेक कुरासँग गर्न मन छ मलाई। बोली त सबैको मिठो नै हुन्छ, तर समय आएपछि व्यवहारले सबै असली रूप देखाइदिन्छ। समयले सिकाएको पाठ हो, आश गर तर भरोसा कसैमाथि नगर, माया गर तर मरिहत्ते कसैको लागि नगर। महोदय, हेरम के हुन्छ, झुकाउन चाहने दुनियाँ अनि
नझुक्ने मेरो हिम्मत बीच लडाईँ चलिरहेछ। निकै गाह्रो हुँदो रहेछ बढ्दो उमेरसँगै प्रगति गर्न नसकेको दिनहरू कटाउन। महोदय, मैले त्यो परिस्थिति भोगेको छु जहाँ मान्छेहरू सहन नसकेर मृत्यु रोज्ने गर्छन्। यति हो चाहना कसैको बोझ बन्न नपरोस्, बाँकी दुःख सुख जे आए पनि मुस्कुराउँदै सहिदिउँला। महोदय, चाहना त सबै मरिसक्यो, बाँकी छ त केवल जिम्मेवारी। अरूले आफ्नो फाइदाको लागि गरेको तारिफ भन्दा तिमीले गरेको गाली नै प्यारो लाग्छ मलाई। आमा आमा भन्थिन्। कहिलेकाहीँ मनमा साह्रै पीडा भयो भने मलाई भनेर मन हल्का गर्नु। ती आमालाई कसरी भन्नु यदि मैले पीडा सुनाएँ भने मभन्दा धेरै तिमी रुन्छौ भनेर। कुनै पनि हालतमा थाक्नु हुँदैन। मलाई त्यहाँ पनि हाँसेर जित्नु छ जहाँ म सबैभन्दा बढी रोएको थिएँ। ढिला भएको छैन, हतार नगर। यहाँ ढुङ्गाको आयु मूर्ति बनेपछि सुरु हुन्छ। महोदय,